नमस्कार तपाईँलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। र आज चाहिँ डे 2 इन काठमाडौँ सिटी अनि हिजो चाहिँ काठमाडौँ आएको थियो अनि हिजो बेलुका नारायण हिँडी गएको। नारायण हिँडी चाहिँ बन्द हुँदो रहेछ। सो आज चाहिँ नारायण हिँडी काठमाडौँ दरबार स्क्वायर अनि एयरपोर्ट जानेछ। सो यति भिडियोमा च्यानलमा नयाँ चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, भिडियो मन परेमा लाइक गरिदिनु होला, हेर्दै जानु के हुन्छ। फेरि नारायण हिँडी दरबार आएको अनि नारायण हिँडी टक्क भित्र घुमियो अनि यहाँ चाहिँ चेकहरू क्यामेराहरू सब प्रोभाइडेड रहेछ। नारायण हिँडी यस्तो बबाल है, नारायण हिँडी राजाको पुरै घुमियो अनि त्यहाँबाट सेक्युरिटी चेक गरेर भित्र जाने छ अनि भित्रबाट टक्क घुम्यो। यस्तो छ है माहौल चाहिँ, ल बबाल छ है। नारायण हिँडी आउनु होला घुम्न पर्छ। यो चाहिँ रत्न पार्क एरिया, रत्न पार्क अनि यो सरी यो चाहिँ रानी पोखरी हो क्या। वीडियो एयरपोर्टबाट भित्र सिरिज नलाग्यो है। अब हामी जाने चाहिँ यहीँबाट एयरपोर्ट। सो म चाहिँ एयरपोर्ट आइसकेँ अनि अब यहाँबाट एयरपोर्टको भिड देख्न सक्नुहुन्छ, यस्तो बगाल छ है। म चाहिँ एयरपोर्ट आइसकेँ, अब यहाँबाट एकछिन कुर्नुपर्छ पुरै एयरपोर्ट लाइन। अब यहाँबाट माथि जानु लाग्यो। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। तिम्रै दायाँ सो आजको लागि यति नै। भिडियो मन परेमा लाइक गरिदिनु, च्यानल प्लिज सब्सक्राइब गरिदिनु होला। र आगामी दिनहरूमा फेरि पनि भिडियोमा उपस्थित हुनेछु र
काठमाडौँको यात्रा एकदमै सफल रह्यो र सकेसम्म 1K छिटै पुर्याइदिनु होला। तपाईँको साथ सपोर्टले यतिसम्म आएको छु। फेरि पनि अर्को भिडियोमा भेट्नेछु।